देशका चर्चित भनेका मान्छेहरू नसामा भेटिन्छन्। चर्चामा जुन बेसरी ल्याउन खोजिएको छ त्यस्ता मान्छे पनि नसामा भेटिन्छ। तर हाम्रा युवाहरूमा त्यस प्रकारको कुनै दुर्व्यसन देखिएन। मेरो भनाइ मन नपरेर इख मानेर दुर्व्यसनमा भएकाहरूले छोड्नुभयो भने म धेरै खुसी हुन्छु। हाम्रो युवाहरूलाई, भोलिन्टियरहरूलाई त्यसकारण पनि धेरै आदर्श प्रस्तुत गर्नुभएको छ भोलिन्टियर सर्भिसको। के हो भोलिन्टियर सर्भिस? यदि कसैले भोलिन्टियरको नियम पालना गरेको छैन भने त्यस्तो अवस्थामा कारबाही हुन्छ हामीले भनेका थियौँ। तर कसैले यदि भोलिन्टियरको नियमभन्दा बाहिर गएको भए कारबाही भएको होला। तर साधारणतया हाम्रोमा कोही पनि गएको छैन बाहिर, लाइनमा भोट मागेको छैन, केही गरेको छैन, यसरी निष्पक्ष भूमिका खेलेको छ। त्यसका लागि भोलिन्टियर भएपछि हामी त पार्टीका कार्यकर्ता हौँ,